बिस्तारै भन्नुला बिस्तारै भन्नुला सालौला समय आउला मै राजा बनुला मै राजा बनुला तै होल। अब जस परेन होइन। अनि लक्ष्मीजी के छ तपाईँ यो सङ्गीतमा लाग्नुको चाहिँ थोरै म अलिकति गीत भन्दा पनि तपाईँको जीवनी पनि हल्का हल्का सँगसँगै लिएर जाउँ होइन, गीत सँगसँगै तपाईँले यो गीतमा आउनुको गीत सङ्गीतमा आउनुको मुख्य कारण चाहिँ के, प्रेरणा के हुनसक्छ, के हो खास? अब मुख्य कारण भन्दा पनि आफ्नो इच्छा हो होइन। अब सानैदेखि स्कुल टाइममादेखि नै गीत गाएर आउँथेँ। अब उताबाट स्कुलबाट नै मलाई धेरै सपोर्ट गर्नुहुन्थ्यो पहिल्यैदेखि, सानैदेखि। म सानो 3 क्लास हुँदासम्म गीत गाउँथेँ, 3 क्लास समथिङ, 3 क्लास जति थिएँ म गीत गाउँथेँ। अनि त्यहाँको सरहरूले एकदमै राम्रो छ, सङ्गीतमा भविष्य छ नानी, राम्रो छ भनेर धेरै सपोर्ट गर्नुहुन्थ्यो। अनि त्यही माथि अनि बाबा पनि मेरो एकदमै, मेरो मम्मी बाबा पनि गाउनुहुन्छ। मैले टिकटकमा पनि हालेको छु, मिठो गाउनुहुन्छ बाबाले। बाबाको सपना पनि त्यही थियो। प्रोफेसनल गायक हो कि त्यति मतलब घरमा? होइन बिचरा गाउँको जे भयो भने सङ्गीतमै परिवार गाउन बसाउने। अब उता त गाउँमा त बाख्रा चराउने, गोरु बाख्रा चराउने बेलामा गाउँछन् होइन, त्यति प्रोफेसनल चाहिँ होइन। अनि उहाँलाई चाहिँ एकदमै, मेरो छोरीलाई चाहिँ ठुलो गायक बनेर यस्तो प्रस्तुतिहरू देख्न पाऊँ र ठुलो पर्दामा देख्न पाऊँ भन्ने ठुलो सपना के बाबाको। अनि त्यही भएर चाहिँ मैले धेरै दुःख गरेर पनि अहिले भर्खर हाम्रो सुनिलजीको र हाम्रो गीत अलि चल्यो अनि चिन्न थाले मान्छेले। पहिलाको स्ट्रगल त यति धेरै छ कि त्यो सुनाएर पनि मलाई पुग्दैन। सुन्दै जाउँला बिस्तारै सबै स्ट्रगलहरू एकैचोटि सुन्यो भने फेरि मान्छेहरू भावुक पनि बोल्ला नि होइन। अहिले यस्तो गीत सुनिरहेको बेलामा चाहिँ अलि भावुक नबनाऊ मान्छेहरूलाई। अनि म सुनिलजी कहाँ आएँ। सुनिलजी तपाईँको गीतहरूको म आफै पनि एकदम बिग फ्यान हो होइन, ठुलो फ्यान हो। पहिला एउटा गीतबाट सुरु गरौँ, त्यसपछि म अर्को प्रश्न गर्छु तपाईँले। जस्तो तपाईँको एउटा इसाराले बोला भन्ने एकदम चर्चित त्यो भएको गीत हो, त्यो गीत सुनेर म अर्को प्रसङ्गमा जान्छु। हुन्छ। यो गीतमा चाहिँ शब्द सङ्गीत मेरो प्रिय दाई धर्मराज भट्टराई दाईको रहेको छ। गायिका चाहिँ आदरणीय चर्चित गायिका पूर्णकला बेसी दिदी र मैले गाएको छु। हुन्छ, एक टुक्का राख्न चाहन्छु। हे जुम्ला राम्रो सिजा, जुम्ला राम्रो सिजा, मुगु राम्रो रारा ताला, हे हौ भनी बोली जा, हौ भनी बोली जा, सौराइले लायाको डाको। हजुर, वाह, भनेपछि एकदम म पनि फ्यान हो है उहाँको गीत। राम्रो गीत, मिठो गीत। म सँगै अब सुनिलजीलाई म एउटा के भन्न चाहन्छु भने तपाईँ एउटा चर्चित कलाकार हो, तपाईँको मैले प्रेरणाको स्रोतहरू थोरै सोध्न चाहन्छु। जस्तो कटक नेपाली भनेपछि सुदूरपश्चिमको चर्चित गायक नै हुन्। म बालापनमा कटक नेपालीका गीत गाएर गीत सुनेर हुर्केको मान्छे, म आफूलाई स्वयं गीत गाउनु त आउँदैन है, तर तपाईँको बुवा पर्नुहुन्छ उहाँ कटक नेपाली होइन। तपाईँको स्रोत भनेको कटक नेपाली मात्रै हुन् कि तपाईँको बुवा अरू केही हो? अब यस्तो छ, मेरो सङ्गीतप्रतिको रुचि र सबै कुरा चाहिँ मेरो घर परिवारबाट नै हो। किनभने बुवा आफैमा सुदूरपश्चिममा त्यति बेला 51-52 सालदेखि देउडा गीत सङ्गीतमा आबद्ध, अहिलेका हाम्रा देउडा सम्राट भनेर चिनिने नन्दकृष्ण जोशी सर, नरेन्द्र रेग्मी सर पछिको देउडा क्षेत्रमा पाइला चाल्नु भएको चाहिँ मेरो बुवा हुनुहुन्छ। त्यसपछि अब हाम्रो परिवारमा नै अब जे होस् बुवाले भनौँ न सङ्गीतप्रति गरेको एउटा लगाव मेहनत सबै हामीले बच्चैदेखि हेरिरहेको हुन्थ्यौँ। त्यो देखेर पनि एउटा इन्ट्रेस्ट बढ्यो। अर्को कुरा भनेको बाहिरको हौसला, दर्शकको माया। दर्शकले चाहिँ बाहिर जब म स्कुल, अब उहाँले भने जस्तै हाम्रो प्रायः जस्तो स्कुल लेभलबाट नै सङ्गीत सुरु हुन्छ। अनि स्कुल लेभलमा गाइरहँदाखेरि जुन एउटा दर्शकले ल राम्रो छ है, उसको चाहिँ एकदम मन पर्यो, तपाईँले केही गर्न सक्नुहुन्छ सङ्गीत क्षेत्रमा भन्ने जुन हौसला थियो, त्यो हौसलाले गर्दा आज केही न केही देउडा क्षेत्रमा 2-4वटा गीतहरू ल्याएर आफ्नो दर्शकलाई एउटा मेरो प्रतिभालाई विश्वास गर्ने खालको चाहिँ वातावरण बनेको छ। पहिलो प्रायोरिटी बुवा आमा र घर परिवार र दोस्रो दर्शकबाट नै हो। अहिले देउडा भनेपछि प्राय फिल्ममा चाहिँ सुदूरपश्चिमको भाषा प्रयोग नगरेको चाहिँ सायद प्राय फिल्म बन्दैन सायद होइन। फिल्म प्रायः जस्तोमा चाहिँ सुदूरपश्चिमको भाषाहरू प्रयोग गरेको हुन्छ। पछिल्लो समय एकदम ट्रोल भएको आयुषको आमाको
ढोकदिया शब्द चाहिँ भयङ्कर चर्चितै भयो देउडा यो पनि सुदूरपश्चिमकै भाषासँग सम्बन्धित छ होइन अनि यसरी चाहिँ अनि अर्को कुरा तपाईँको चाहिँ अहिले जति पनि काठमाडौँमा कन्सर्टहरू हुन्छन् होइन ठुल्ठुला कन्सर्टहरूमा चाहिँ सुदूरपश्चिमका गायकहरूलाई पनि राम्रो स्थान दिएको देखिन्छ क्या जस्तो अब काठमाडौँ महानगरपालिकाले गरेका थुप्रै ठाउँमा चाहिँ चक्रबमहरू टङ्क तिमसिनाहरू रेखा जोशीहरू जस्ता चर्चित देउडा गायकहरूलाई बोलाएर कन्सर्टमा उपस्थिति गराएको हुन्छ के लाग्छ देउडाको स्तर पहिलाको भन्दा बढेको हो कि के हो खासमा अहिले देउडा आफैमा एउटा भनौँ न एउटा भेगमा हाम्रो क्षेत्रतिरको एउटा चर्चित संस्कृति देउडा हो र देउडाले अब धेरै जस्तो नेपालभित्र विभिन्न कला संस्कृति छन् होइन सबै हाम्रै संस्कृति हो होइन अब देउडा चाहिँ बुझ्न अब यतातिर पूर्व साइडतिर अलिकति बुझ्न गाह्रो त्यति बेला चाहिँ हाम्रो पुराना दिनका दर्शकहरू र अहिलेको दिनमा चाहिँ मैले चाहिँ धेरै भिन्नता फरक देउडाले पनि केही हदसम्म चाहिँ फड्को मारेकै जस्तो लाग्छ मलाई चाहिँ काठमाडौँको टुडी खेल जस्तो स्टेजमा होइन अब उहाँ दाइले चक्रबम दाइले म सधैँ एउटा रेस्पेक्ट गर्छु टङ्क दाइ रेखा दिदी धेरै हुनुहुन्छ उहाँहरूले देउडालाई चाहिँ पुराना अग्रजहरूले त अब त्यो अहिलेसम्म जोगाउनु भयो उहाँबाट सिकेर नै उहाँहरू आउनु भएको हो तर पनि अहिले उहाँहरू जो जति पनि नयाँ पुस्ताका गायक गायिका हुनुहुन्छ आदरणीय हाम्रो लागि त अग्रज हुनुहुन्छ होइन उहाँले चाहिँ देउडालाई चाहिँ केही हदसम्म माथि उठाइदिनु भएको छ त्यसमा चाहिँ म एकदम खुसी छु टुडी खेल कोटेश्वर भर्खरै कोटेश्वर महोत्सव सम्पन्न भयो होइन टुडी खेलको महोत्सव जस्तो स्टेजमा एउटा देउडा खेलेर यताका दर्शकहरूले पनि त्यसमा मनोरञ्जन लिइराख्नु भएको थियो त्यो देखेर मलाई एकदम खुसी पनि लाग्यो देउडाले पनि विकास भयो जस्तो लाग्छ एकदम अहिले फिल्मी क्षेत्रदेखि प्रत्येक ठाउँमा हाम्रो भाषा हाम्रो संस्कृति पनि प्रयोग भइरहेको देख्दा एकदमै खुसी लाग्छ लक्ष्मीजी जस्तो तपाईँको हाम्रा देउडा गायकका अग्रजहरू नन्दकिष्ण जोशीहरू होइन के अरे नरेन्द्र राज रेग्मीहरू भोजराज भट्टहरू अनि त्यसपछि त्यस्तै आएर भुवन दालहरू अहिले गुमनाम हुनुहुन्छ उहाँको नयाँ गीतहरू सुनिँदैनन् तपाईँहरू जस्ता नयाँ कलाकारहरूले चाहिँ उहाँहरूलाई विस्थापित गरे हो कि उहाँहरू आफै निस्क्रिय हुनुभयो भनिदिनु त एकपल्ट होइन त्यस्तो त केही पनि होइन अब दर्शकहरूले जसलाई रुचायो त्यसैका गीत बढी आउने हुन् त्यो बारेमा मलाई खासै थाहा भएन अब हामीले गुणगान गर्ने कुरो रहेन हामी चाहिँ उहाँ भनेको हाम्रो एकदम उहाँहरू गुमनाम किन हुनुभयो भन्ने कुरा के अब कुनै नयाँ गीत पनि सुनिँदैन उहाँ चर्चित गायक नै हो धेरै बुढो पनि भइसक्नु भएको छैन अहिलेसम्म होइन अब यो सङ्गीत क्षेत्रको विषयमा अब धेरै मैले बुझेको छैन होला होइन तैपनि म सानो कस्तो छ भने अब एक कलाकार दर्शकले पनि नयाँ नयाँ चाहन्छन् क्या होइन चाहना पनि हुन्छ एकापट्टि अर्को कस्तो हुन्छ भने अग्रजहरूको चाहिँ कस्तो हुन्छ भने केही गरिसकेपछि अब अर्कोतिर लागौँ न त्यसलाई के अलिकति गरिराखौँ अर्को काम पनि गरौँ आफ्नो व्यस्तता पनि हुन्छ उहाँहरूको अनि उहाँहरूले नयाँ प्रतिभाहरूलाई पनि अवसर दिने पनि हुन्छन् होइन त्यो हिसाबले उहाँहरूले आफ्नो ठिक्क गरिराख्नुहुन्छ अब अहिले हामीले गरिरहेछौँ हामी पछि अर्को आउने त्यो प्रक्रिया सङ्गीत क्षेत्रमा चलिरहने कुरा भयो त्यो चाहिँ लक्ष्मीजी म अब तपाईँलाई एउटा गीत गाउन अनुरोध गर्दछु होइन जुनसुकै पनि एउटा तपाईँको लोकगीत आफ्नो चर्चित लोकगीत एउटा गाइदिनु न ओके अड्क्यो के सुरुदेखि स्टार्ट गर्छ है हुन्छ छैन